पत्रकार वीरेन्द्र जैरूले हर्क साम्पाङ र सिके रावतलाई चाहिँ उडेर घुमेर नाकको डाँडी भाँजिने गरी हानेका छन् कि पहिला यो भिडियो हेर्नुहोस्। पनि आलोचनाका समेत लायक छैनन्, यसपटक झनै देखिएनन्। हर्कको नजरमा श्रम संस्कृति पार्टी भनेको उनको प्राइभेट कम्पनी हो। पार्टीको विचार भनेको ढुङ्गा बोक्ने मात्रै हो। वाद नीति र सिद्धान्त भनेको हर्कवाद हो। जनता भनेको आदिवासी जनजाति र उनको जय जयकार गर्ने कोटरीका एकमुठी मान्छे मात्रै हुन्। यो देशमा प्रधानमन्त्री हुन योग्य एक मात्रै मान्छे हर्कराज राई हुन्। अनि यो देशको ढुङ्गा माटोको माया उनी बाहेक कसैलाई छैन। उनको दृष्टिमा विश्व ब्रह्माण्डको एक मात्रै धर्म किरात धर्म हो, दोस्रोमा इसाई र तेस्रोमा इस्लाम मात्रै हो। उनको बोली पिच्छे स्ट्याटसै पिच्छे सबै धर्म बराबर भन्ने मात्रै हुन्छ, तर व्यवहारमा कुनै धर्म सम्प्रदाय भन्दा माथि उठेको कुनै संकेत भेटिँदैन। आफै धरानको मेयर हुँदा हिन्दू र इसाई बीच झन्डै झन्डै दंगा मच्चाइ नै सकेका थिए। अहिले गृहमन्त्री र प्रधानमन्त्रीको कमजोरीले देशमा अशान्ति भएको एकहोरो विष वमन गरिरहेका छन्। मेयर हुँदा इसाईको क्रिसमसमा क्रिसमसकै ह्याट लगाएर केक काटेर उत्सव मनाउँथे। हिन्दूको लक्ष्मी पूजा आउँदै गर्दा चाहिँ लक्ष्मी पूजा गर्नुभन्दा ढुङ्गा बोक्नु राम्रो भन्थे। उद्देश्य हर्कको पनि चन्द्र छुने नै देखिन्छ। संसदमा 7 सिट भए पनि आफूलाई प्रधानमन्त्री हुने योग्यताको मान्छे हो भन्ने ठान्छन्, तर व्यवहारमा कुनै धर्म जाति विशेषबाट माथि उठ्न सकेका छैनन्। देशको प्रधानमन्त्री हुने सपना पाल्ने मान्छेले धर्म जाति सम्प्रदाय क्षेत्रगत भावना भन्दा माथि उठेर राष्ट्रिय हुन सिक्नुपर्छ। हामीले केपी ओली प्रचण्ड पहिले शेरबहादुर देउवाको अनवरत बारम्बार कटु आलोचनाका श्रृङ्खलाहरू प्रस्तुत गरेका छौँ, तर याद गर्नुहोस् त नेपालमा धार्मिक दंगाको वातावरण हुँदै गर्दा यी नेताहरूले आगोमा घिउ हाल्ने काम गरे त? पक्कै पनि गरेनन्। यही भएर यिनीहरू प्रधानमन्त्रीको रूपमा डिजर्भ गरे। अहिलेको धार्मिक तनावको सबैभन्दा राम्रो फाइदा त राजेन्द्र लिङ्गदेनले उठाउन सक्थे, किनभने उनीहरूको घोषित एजेन्डा नै हिन्दू राष्ट्र हो। लिङ्गदेनलाई पनि थाहा छ कि देश भनेको धर्म जाति सम्प्रदाय भन्दा माथिल्लो कुरा हो। धर्म देश मध्ये कुन छान्ने भन्ने प्रश्न आएको दिन लिङ्गदेनले हिन्दू धर्म रहे रहोस् नरहे नरहोस् तर देश रहनुपर्छ अवश्य भन्ने छन्। नेता र जोकरहरू बीचको भिन्नता यस्तै संकटको बेला देखिन्छ। दर्शकबिन, नेपालको संसदबाट चुच्चे नक्सा जारी गर्ने बेला तराई पहाड हिमाल सबैतिरका सबै क्षेत्र समुदायका सांसदहरू एक ठाउँमा आइपुगे, तर वारीको खाएर पारीको भक्ति गर्ने सरिता गिरीको राजनीति सधैँका लागि समाप्त भयो। संकट र खास मौकामा देशभक्त र देशद्रोहीको अनुहार पनि चिन्न पाइन्छ। हिजो जनकपुरमा हिन्दूवादी संघ संगठनहरूसँग गृहमन्त्रीले मधेस सरकारका मान्छेलाई समेत राखेर वार्ता गरे। यता हर्क साम्पाङले सरकार डराएर जो पायो त्यहीसँग वार्ता गर्नु हुँदैन, जो पायो त्यहीसँग सम्झौता गर्नु हुँदैन भनेर लेखे। जानकी मन्दिर पस्न नदिने हिन्दू